हेलो गाइज, मेरो लीला फुदोङ युट्युब च्यानलमा तपाईँहरू सबैलाई स्वागत गर्दछु। अनि आज चाहिँ म हाम्रो पल्टनको सानो पिकनिक को भेला छ, त्यही भएर त्यहाँ प्रेमतालमा जानको लागि रेडी हुँदैछौँ हामी। हामी सबै त्यहाँ हाम्रो पल्टनको जति पनि साथीहरू हुनुहुन्छ, एक्स सर्भिसमेन जति पनि हुनुहुन्छ, उहाँहरूसँग भेटघाट गर्ने आज हाम्रो प्लानिङ भएको कारणले गर्दाखेरि यहाँ हामी अहिले तयार हुँदैछौँ। अनि यहाँ मेरो वाइफ पनि यहाँ हेर्नुहोस्, वाइफलाई तयार हुँदैछ, ड्रेसमा प्रेस गर्दैछ। अनि यहाँ मेरो स्कुटी चाहिँ यस्तो हालतमा छ, अब यसमै चढेर जानुपर्ने प्रेमताल। अनि यहाँको नजाराहरू हेरिहाल्नुहोस्, छिमेकीको घरहरू। अनि यहाँ यो चाहिँ मेरो जेठामामाको घर हो, यो ठुलो घर चाहिँ यहाँ हेर्नुहोस्, मेरो जेठामामाको घर। यस्तो छ यहाँको लोकेसन चाहिँ, तपाईँहरूलाई देखाउँदैछु हाम्रो एरिया। लिफाङ कता हिँडेको? कता हिँडेको? धरान। अनि के छ खबर? भिडियो बनाएको। यहाँ चाहिँ कपडा सुकिराखेको छ, बिहानै उठेर। यहाँ हेर्नुहोस्, फुल कति राम्रो फुलिराखेको छ। भिडियो बनाउँदैछु बहिनी। अनि के छ खबर? अर्ग्यानिक सागै हेरे क्या, सलाद साग। ए हाम्रो बहिनी चाहिँ साग टिप्दैन, चाइनिज साग। ल साथीहरू, अब चाहिँ हामी निस्किन आँटेको प्रेमतालको लागि। अनि अब यहाँदेखि चाहिँ एकैचोटि प्रेमतालमा पुगेर तपाईँहरूलाई त्यहाँको देखाउने कोसिस गर्छु। हाम्रो आजको पिकनिक कस्तो हुन्छ तपाईँहरूलाई देखाउने कोसिस गर्छु। ल अब बुढी पनि निस्किँदैछ तयार भएर। ल जाने होइन अब? ल साथीहरू, अब हामी जाँदैछौँ, तपाईँहरूलाई त्यहाँ पुऱ्याएर देखाउनेछु। ल साथीहरू, अहिले हामी प्रेमताल आइपुगेको छौँ। अब तपाईँहरूलाई प्रेमताल भित्र गएपछि त्यहाँको लोकेसनहरू देखाउँछु। आऊ सूर्य। आऊ त। ल मेरो साथीहरूलाई सब्सक्राइबरलाई हेलो भनिदेऊ त। हेलो, नमस्कार। ल है साथीहरू, सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला है। ल यता चाहिँ हाम्रो गुरुजीहरू आइसक्नु भएको छ। ल यो आज चाहिँ म यो हाल्ने है। ल नमस्ते दिदी। युट्युबमा हाल्छु नि म आज। राम्रो सागहरू हुन्छ। जय गर हजुर। दिदी नमस्ते। यो चाहिँ आज म युट्युबमा हाल्ने नि त। नमस्ते दिदी। कौशिलाको सब्जी पो पर्छ। आज हाम्रो आइटम चाहिँ यस्तो छ है, भिडियो बनाएको। आजको भेराइटी चाहिँ यो छ हाम्रो। सबै इन्डियाहरू मात्रै पर्छ। यहाँ हाम्रो मेमसापहरू हुनुहुन्छ भिडियो बनाएकै दिदीहरू। भरे हाल्नु पर्यो यो भिडियो चाहिँ।
माटै होला नि त सबै माटै भोलि धमाधम हुनुहुन्छ पैसा गर्नु हजुर एकदम फुदुङ भाइ हाम्रो लीला फुदुङ भाइ धेरै धेरै तपाईँलाई वेलकम ल है अनि यसको कस्तो छ हौ आजको यो यसको ल भिडियो भन्दैछ है ल लीला फुदुङको च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु भन्नु न म चाहिँ भिडियोग्राफर हो अघि फोटोग्राफर भन्नु बहिनीलाई लाग्यो बहिनीलाई ल तपाईँको लगाइदिएन न किन ढिलो छिटो तपाईँको लगाइदिएन तालिम दुईटा मात्रै बस्छ लु बहिनीहरू लु अनि फेरि मासु सेलाउँछ नि दर्नी पट्टिएर बहिनीले लाएर बहिनी दिदी बहिनीहरूले बहिनीलाई लगाइदिनु निलिक साहब अब आउनु न दिदी निरा दिदी पनि सत्रमा माथि के अरे हामी कहाँ हुँदा अयर गर्नु आउँदाखेरि जेठो लाग्यो अहिले धन्यवाद साहब बाँकी सापकोलीहरूको पनि छोराहरूले यसरी नै प्रगति गर्दै जाउन् होइन यसरी नै उन्नति हुँदै जाओस् सबैको धेरै धेरै बधाई छ छोराहरूलाई के भन्नुपर्छ यो टिप चाहिँ हामीलाई पनि बताउनुहोस् न नमस्ते यता सङ्ग्रह यता हेर्नु मेरो जय गोरख साहब कहिले हो यतै हो हजुर भिडियो पनि बनाउँदैछु आज म आज चाहिँ बनाउने क्या भिडियो फुल अब युट्युबबाट सब्सक्राइब गर्नु भन्नु न आज वनभोजन हाम्रो द फर्स्टको है जय गोरख साहब साहब मेरो भिडियो पनि बन्दैछ आज चाहिँ हो बेस्ट बेस्ट ल गुड राम्रो दामी राम्रो बनाउनु है आजको चाहिँ धेरै भ्युज जाओस् हाम्रो सिक्किमे बहिनीलाई नि भेट्नु पर्यो कि ओह यहाँ आउँदैछ ल आउनुहोस् है आउनुहोस् यहाँ भिडियो बन्दैछ है नमस्ते बहिनी नमस्ते मलाई चिन्नु भएन होला है बहिनी चिन्नु भएन लु 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 जाउँ जाउँ दिदी आउनु भएन नमस्ते दिदी अस्ति नै हतारमा भेट हो है स्कुटीमा कहाँ हो भिडियो बनाएको आज भिडियो बनाएको क्या जय गोरख साहब जय साहब जय गोरख साहब हेलो हेलो नमस्ते दिदी आज म पनि भिडियो बनाउँदैछु है हेलो ओके ओके ल ल बनाउँदैछु है ठिकठाक कार्यक्रम अब स्टार्ट भइराखेको छ रङ अनि हाम्रो यो प्रेम तालको हाम्रो भाइले पनि हामीले बहुत सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो मगर भाइलाई उहाँले पनि हामीलाई साथ सपोर्ट दिनुभएको छ हाम्रो बटालिक परिवारलाई उहाँलाई पनि धन्यवाद नदिकन मैले सकिनँ अब स्टेजमा हाम्रो दिदीलाई हाम्रो मेम्बर साहबले बोलाउनु हुँदैछ उहाँ पनि रेडी जो स्फूर्तिको साथ आउनु हुँदैछ सबैलाई तालिया दिदीको लागि ल अब मैले गाना स्टार्ट गरिदिएँ ल रेडी कपी पक्र है जज रेडी हजुर 5 अनि उहाँको त कुरा थाहा भए पनि तपाईँसँग थाहा भयो भने भाइ बन्धु भइगयो नि अनि जोडिन्छ घर कहाँ तिम्रो 15 तर अब यस्तो गर्नु पर्यो तपाईँले उहाँ हेर्नु नाम चाहिँ तपाईँले लेखेको हुनु पर्यो होइन मेमकुमार साहबको जोडी ठ्याक्कै फेरि अर्को जोडी नाम अनि तपाईँहरू साँच्चै हो यता आउनु न भनेको हेर्नु है फेरि तपाईँहरू नाच्दाखेरि पनि बसौँ भनेको राजी उता पनि भएन
अब चाहिँ हाम्रो अन्तिम हुँदैछ यहाँ खानाको लागि लाइन लाग्नुभएको छ हाम्रो दिदीबहिनीहरू खानामा चाहिँ मेनु यहाँ चाहिँ अब हाम्रो दिदीबहिनीहरू खानाको लागि लाइन लाग्नुभएको छ बिमारी भएर पनि घरमा आएर बिचरा अनि यता हाम्रो दिदीहरू लाइन लाग्नुभएको छ है मेरो च्यानललाई सब्सक्राइब गर्नु मेरो लीला खोदङ छ भाइ लीला हजुरले के गर्नुहुन्छ डेली ब्लग होइन गर्दिनँ कहिले कहिले मात्रै कन्टेन्ट बनाइरहेको 127 जना सब्सक्राइबर छ बधाई छ हजुर अझै गर्नुहोस् ल मेमोरीको लागि मात्रै हो मैले चाहिँ ल है लीला खोदङ छ है मेरो ब्लग के गर्नुपर्ने सब्सक्राइब गरिदिनु होला अब चाहिँ हाम्रो खानाको लागि यहाँ ल साथीहरू हाम्रो पिकनिक पर चल्दैछ यहाँ पर चल्दैछ तर हामी चाहिँ बुढाबुढी यसो अलग्गै यसो घुम्नुको लागि चिसा हावा खानुको लागि चाहिँ यो प्रेमताल भिजिट गर्दैछौँ आशा छ तपाईँहरूले हाम्रो भ्लगलाई माया गरिदिनुहुन्छ होला अनि अब ब्याट्री पनि सकिन आँटेको छ अब चाहिँ म यहाँदेखि चाहिँ लास्टमा गएर फेरि घरमा पुगेपछि हजुरहरूलाई भिडियो इन्ड गर्छु ल प्लिज मलाई सब्सक्राइब गर्नुहोला ल त साथीहरू अहिले पिकनिकबाट घरमा पनि आइपुग्यो अनि ड्रेसहरू चेन्ज गरेर आराम गर्ने बेला पनि भइसक्यो र अन्त्यमा हजुरहरूलाई मेरो भिडियो यहीँ अन्त्य गर्नको लागि अनुमति चाहन्छु र हजुरहरूले लाइक सेयर सब्सक्राइब गर्नुहोला र अब नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि बाई बाई।